अर्को कुरा है मैले सेयर गर्नुपर्ने एकदम इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि तपाईँको विदेश जानलाई अहिले नयाँ सरकारले चाहिँ 10,000मा चाहिँ गर्नुपर्ने छ। यसरी गरेन भने जुन मेन पावरहरू चाहिँ बन्द हुनेछ भनेको छ होइन। कुरा त्यस्तो हो, तर त्यहाँ फिल्डमा गएर त्यो मेन पावरहरूलाई एक्सन लिने भन्ने नयाँ सरकारको कुनै पनि गतिविधि देखिएको छैन। त्यहाँ हेर्नुहोस् है, अहिले पनि म धेरै मान्छेहरू भेट्छु होइन, धेरै मान्छेहरूसँग कुरा गर्छु। अहिले पनि मलेसिया जान 4.5 लाख 5 लाख तिरिरहेको छ हो। साउदी कतार भनेर भिसा निकालिदिएको छ, त्यो मेन पावरहरूलाई 2.5 लाख 3 लाख तिरिरहेको छ हो। कहाँ चाहिँ हो त 10,000 तिरेर चाहिँ एउटा पेपर दियो एयरपोर्टमा, त्यो देखायो। अब त्यो पनि बन्द गरिदिने अरे नयाँ सरकारले, त्यो पनि देखाउनु भएन। 10,000 तिरेको हुनु पर्यो भन्ने कुरो छ। हेर्नु है, अब यो अचम्म लाग्दो घटना छ। यहाँ यस्तो चलखेल चलिरहेको छ। अनि अब भन्छ त्यसरी यहाँ मान्छेले तिर्छ 2.5 लाख 4 लाख 5 लाख तिरिरहेको छ। कुरो त्यो सीमित एउटा सूचनामा मात्र भएको छ। त्यहाँ फिल्डमा गएर मेन पावरहरूलाई चाहिँ एक्सन लिएर यदि मलाई त्यो ठाउँमा राखिदियो भने चाहिँ कुनै पनि एउटा मलाई चाहिँ चेक गर्ने यस्तो हरेक कुरामा क्या मलाई एउटा त्यस्तो एउटा व्यक्ति बनाइदिनु होइन। म यस्तो एक्सन लिन्छु नि, सिधा भाषामा भनेको हर मान्छेलाई म जनतालाई चाहिँ सजिलो बनाइदिन्छु क्या। एक्सन लिइहाल्छु, सिधै जाने सिधै एक्सन लिने हो होइन। अब त्यो एक्सन लिँदैन अनि सूचना दिएर त्यो मेन पावरहरूले त्यो गर्छ त। अब उनीहरूलाई के थाहा, उनीहरू भित्र सेटिङमा उहाँ पैसा लिएको हुन्छ। बिचरा सोझो नेपाली दाजुभाइहरूलाई कहाँबाट आएको हुन्छ, 2-4 दिन होटेल बसेर उहाँ इन्टरभ्यू दिएर पास गरिवरी सबै मेहनत चाहिँ त्यही जाने मान्छेले गर्नुपर्ने। अनि पैसा चाहिँ उनीहरू अफिसमा बसेर अफिस पुरा 1-2 तलाको बिल्डिङ लिएर घरै भाडामा लिएर अफिस खोलेर 2-4 जना राम्रा राम्रा फुचीहरू भर्खरका 12-13 वर्षका नानीहरू राखेर कारोबार त्यसरी चलाइरहेको छ। अनि यो घटनाले चाहिँ धेरै नेपालीहरूमा दुःख पुगेको छ। र बाहिर गइसकेपछि पनि 30-40 हजार 50 हजार भन्दाको काम भेटिँदैन होइन। धेरै दुःख लाग्दो घटना छ, कुरा छ होइन। मलाई एउटा यस्तो व्यक्तिको बनाइदियो भने चाहिँ म सिधै सबलाई एक्सन लिन्छु होइन। जसले जेसुकै भन्नुहोस्, बरु ज्यान दिन तयार छु होइन, तर एक्सन लिन्छु क्या। यो समाप्तै गर्नुपर्छ क्या यो कुराहरू।